हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो डे 5 मिनी ब्लगमा। आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म बिहान उठिसकेपछि चाहिँ बाहिर हिँड्दाखेरि एकदम जलमला घाम लागिरहेको थियो। त्यसपछि चाहिँ आएर मैले फुलमा पानी हाल्न थालेँ। पानी हालिसकेपछि साथीहरू म घर बढाउन थालेँ। घर बढाइसकेपछि चाहिँ म आफ्नो आँगनलाई एकदमै टल्क पारेर टल्काउनलाई सफा गर्न थालेँ। आँगन सरसफाइ गरिसकेपछि साथीहरू म चाहिँ आफ्नो डेली एक्सर्साइज गर्नतिर लागेँ। त्यही भएर म चाहिँ अब बाहिर निस्किन एक्लै जान झ्याउ लागेर घरमा एक्सर्साइज गर्नतिर लागेँ। यो एक्सर्साइज चाहिँ एकदम इम्पोर्टेन्ट छ साथीहरू। त्यसपछि चाहिँ आएर म आफ्नो घर सरसफाइ गर्न पुस्नतिर लागेँ। हाम्रोमा चाहिँ प्लास्टिक फुल भएको थियो, मैले धेरै दिन भएको थियो नपुजेको साथीहरू। त्यसपछि चाहिँ आएर चाहिँ म आज मजाले घर सफा गर्नतिर लागेँ। घर सफा गरिसकेपछि चाहिँ म आफ्नो बेडसिट मिलाउन गएँ साथीहरू। तपाईँहरूले किन्दाखेरि चाहिँ बेडसिट चाहिँ त्यो म्याट चाहिँ नकिन्दा रहेछ, लास्टै ज्याउ हुन्छ, सुत्न पनि गाह्रो, मिलाउन पनि गाह्रो। 1 घन्टा लगाएर मैले आफ्नो बेडसिट मिलाएँ साथीहरू। बेडसिट मिलाइसकेपछि साथीहरू आज चाहिँ म बिहानको खाना बनाउनतिर लागेँ। आजको मैले बिहानको दाल भातमा पनि बनाएको थिएँ। त्यसपछि आएर म चाहिँ फटाफट बिहानको खानातिर लागेँ। मलाई चाहिँ साथीहरू यो दाल, दही, त्यसपछि अचार, त्यसपछि दाल मिसाएर खाँदा चाहिँ एकदमै मिठो लाग्छ। मलाई चाहिँ एकदम फटाफट बिहानको खानातिर लागेँ। बिहानको खाना खाइसकेपछि साथीहरू मैले चाहिँ त्यो खाना चाहिँ बाँकी भएको चाहिँ गौमातालाई लगेर चढाएँ। आजको दिन चाहिँ मेरो लागि एकदम स्पेसल थियो नि त साथीहरू, किनभने आज मेरो एभ्रिथिङ मेरो बुढोको बर्थडे थियो र मैले मेरो बुढालाई चाहिँ विस गरेँ। बर्थडे विस गरिसकेपछि साथीहरूमा चाहिँ दिउँसो आफ्नो पढ्नतिर बसेँ। मेरो चाहिँ इक्जाम आउँदैछ, तपाईँहरूलाई थाहा नै छ होला। त्यसपछि म आफ्नो डेली इक्जामको लागि तयारी गर्न थालेँ साथीहरू। इक्जामको पढेपछि झ्याउ लाग्यो साथीहरू। त्यसपछि म चाहिँ बारीतिर काँचो मकै बाँच्न लगाएँ। मलाई चाहिँ साह्रै मनपर्छ नि त यो मकै घिउ हालेर भुटेको। त्यसपछि म चाहिँ फटाफट साथीहरू त्यो मकैलाई चाहिँ मजाले नङ्गाएँ, छोडाउनतिर लागेँ। दलनमा बसेर त्यति छोडाइसकेपछि चाहिँ मैले घिउ हालेर मकै चाहिँ मजाले भुटेँ साथीहरू। त्यसपछि खाएँ। मेरो मिनी ब्लग आजलाई यति नै। हस्त बाई साथीहरू।